विदेशमा बसिरहनु भएको धेरैभन्दा धेरै नेपालीको मेन चासोको विषय के हुन्छ भन्दाखेरि नेपाल एकदमै सहज तरिकाले भरपर्दो तरिकाले छिटो टाइममा र कुनै ट्रान्सफर फी बिना कसरी पैसा सेन्ड गर्ने भनेर सम्पूर्ण व्यक्तिहरूले म जस्तै सोचिराख्नु भएको हुन्छ। र मैले भनेको हालसम्म करिब 10-15 वटा एपहरू ट्राई गरिसकेको छु। वाइज मनी ट्रान्सफर पनि एकदमै पपुलर एप रहेको छ जुन तपाईले पनि पक्का सुन्नु भएको होला। यसमा भनेको बेस एक्सचेन्ज रेट प्राप्त हुन्छ र यसमा साइन इन गर्न अथवा एकाउन्ट सेटअप गर्न पनि एकदमै सहज रहेको छ। तपाईले यदि $800 भन्दा माथि ट्रान्सफर गर्नुहुन्छ भने कुनै पनि फी लाग्दैन, तर यदि तपाईले $800 क्यानाडियन डलर भन्दा मुनि सेन्ड गर्न खोजिराख्नु भएको छ भने पक्का पनि केही चार्जहरू लाग्नेछ। तर हाम्रो प्रोमो कोड जुन भनेको डिस्क्रिप्सनमा दिएको छ त्यो तपाईले प्रयोग गरेर फर्स्ट ट्रान्सफर भनेको $300 भन्दा माथि सेन्ड गर्नुहुन्छ भने कुनै पनि ट्रान्सफर फी लाग्ने छैन, एकदमै हाई एक्सचेन्ज रेट पाउनुहुनेछ र ट्रान्सफर पनि एकदमै फास्ट रेटमा हुनेछ। यसमा पनि एकाउन्ट सेटअप गर्न एकदमै सहज रहेको छ र तपाईले यदि 3 जना व्यक्तिलाई यसमा एकाउन्ट सेटअप गरेर ट्रान्सफर गरिसकेपछि रिफर गर्नुहुन्छ भने 3 जना व्यक्ति रिफर गरे बापत तपाईले $115 भनेको बोनस पाउनुहुन्छ। तर तपाईले रिफर गर्नुभएको सम्पूर्ण व्यक्तिले भनेको मिनिमम पनि $300 भनेको उहाँको फर्स्ट ट्रान्सफरमा सेन्ड गरेको हुनुपर्छ। र हामीले बताएको सम्पूर्ण लिस्ट मध्ये यो एपले भनेको सबैभन्दा हाई रिफरल बोनस दिइरहेको छ। यानि कि 3 जना व्यक्ति रिफर गरेर उहाँहरूले $300 भन्दा माथि सेन्ड गरे बापत तपाईले $115 बोनस पाउनुहुन्छ, जुन भनेको हामीले बताए मध्ये सबभन्दा हाईएस्ट रिफरल बोनस रहेको छ।